ब्रेकअप भइसकेपछि अथवा कसैसँग बिछोड भइसकेपछि हामीले उक्त व्यक्तिको चाहिँ प्रोफाइल फोटोहरू चेक गरिराख्ने, सोसल मिडियामा अनलाइन छ कि छैन चेक गर्ने, ऊ कता गएको छ भनेर उसको अपडेटहरू लिन खोजिराख्ने, यस्तो धेरै कुराहरू गरिराखिन्छ। तर यसले दिमागमा कस्तो खाले असर पुर्याउँछ त? आउनुहोस् आज यो विषयमा कुरा गरौँ। सुरुमा यस्तो गतिविधिहरू हामीलाई सामान्य जस्तो लाग्छ, तर बिस्तारै यसले हाम्रो दिमागलाई स्ट्रेस र टेन्सनको साइकलतिर लैजान थाल्छ। जब तपाईँले उसको प्रोफाइल फोटोहरू चेक गर्नुहुन्छ, अनलाइन स्ट्याटस चेक गर्नुहुन्छ, दिमागले एउटा कुरा आश गर्छ, सायद मेसेज आएको होला, ऊ अनलाइन होला, उसले मलाई नै सम्झिरहेको होला। त्यो बेला तपाईँको दिमागबाट डोपामिन भन्ने एउटा केमिकल निस्किन्छ, जसले तपाईँलाई केही समयको लागि एक्साइटमेन्ट दिन्छ, उत्साह दिन्छ। तर तपाईँले जे सोचेको हुन्छ, त्यो एक्सपेक्टेड कुराहरू नपाएपछि तपाईँको शरीरमा कर्टिसोल भन्ने स्ट्रेस हर्मोनहरू बिस्तारै बढ्न थाल्छ। त्यसैले तपाईँको शरीरमा कर्टिसोल हर्मोन बढिसकेपछि धेरै सोच्ने बानी बस्न सक्छ। चिन्ता र एन्जाइटी जस्तो समस्याले ग्रसित पार्न सक्छ। निन्द्रा र भोकको साइकल बिग्रिन सक्छ। तपाईँलाई काममा ध्यान कम जान सक्छ। कन्सन्ट्रेसन्स पुर्याउन गाह्रो हुन्छ र तपाईँको मुड स्विङहरू पनि बढ्न थाल्छ। जसले गर्दाखेरि तपाईँलाई बिस्तारै यी बानीहरूले एडिक्सन्स बनाउन थाल्छ। साइकोलोजीमा यस्तो इफेक्टलाई इन्टरमिटेन्ट रिवार्ड इफेक्ट भन्छ। कहिलेकाहीँ केही नयाँ देखिने आशाले मानिसलाई बारम्बार चेक गर्न प्रेरित गर्छ। ठिक सोसल मिडिया एडिक्सन जस्तै। त्यसैले तपाईँ हिलिङ चाहनुहुन्छ अथवा उक्त व्यक्तिबाट टाढा हुन चाहनुहुन्छ भने उसको लास्ट सिन्स, अनलाइन स्ट्याटस, प्रोफाइल फोटोहरू बिस्तारै हेर्न बन्द गरिदिनुहोस् अथवा कम गर्नुहोस्। किनकि कहिलेकाहीँ मुभ अन गर्न सबैभन्दा गाह्रो कुरा उसलाई बिर्सनु होइन, उसलाई खोजिरहने बानी छोड्नु हो। त्यसैले मिलन र बिछोड भनेको प्रकृतिको नियम हो। उसको लास्ट सिन्स, अनलाइन स्ट्याटस, प्रोफाइल फोटो होइन, आफ्नो नेक्स्ट च्याप्टरहरू हेर्न थाल्नुहोस्। पोजिटिभ हुनुहोस्। यस्तै किसिमको भिडियोहरूको लागि मलाई फलो गर्न नबिर्सिनुहोस् र सेयर गर्नु पनि नभुल्नुहोला।